मेरो यो संसद पद वा लोगो भन्दा ठूलो रातो पूर्जा हो। म केवल एक सांसदको रूपमा होइन, 7 दशकदेखि लाल पूर्जाको सपना देख्दा देख्दै चाउरिएका ती लाखौं अनुहारको प्रतित्व भएर यहाँ उभिएको छु। यो सदनमा जुन म यहाँ पुगेको छु, यो पुग्दै गर्दा मैले लाखौं जनतालाई बाचा गरेको थिएँ। मैले भनेको थिएँ म पनि लाल पूर्जा नपाएर छटपटिएको तिनै लाखौं परिवार मध्येको एक सदस्य हुँ। म संसदमा पुगेपछि लाल पूर्जाको नाममा राजनीति होइन, परिणाम दिन जानेछु भनेको थिएँ। पुराना दलले दशकौंसम्म रातो लाल पूर्जालाई केवल चुनावको भोट माग्ने कागजको चुनावी नारा बनाए, राज्यको सम्पत्ति सिद्धाए, तर जनताको पीडा उस्ताको उस्तै बन्यो। आज बालेन रासोपा सरकार बनेको छ। नयाँ शक्तिको उदय सँगसँगै यो विश्वास छ कि अब काम फाइलमा होइन फिल्डमा हुनेछ। अब म शपथ खाएर भन्छु, मेरो यो संसद पद वा लोगो भन्दा ठूलो रातो पूर्जा हो, जसले यो क्षेत्र र देशभरिका दाजुभाइलाई आफ्नो माटोको मालिक बनाउनेछ। र म यहाँ राज्यको ढुकुटी सिद्ध हुन आएको होइन, वर्षौंदेखि लुटिएका जनताको अस्तित्व र आत्मसम्मान फिर्ता गर्न आएको छु। र अन्तिममा भने अन्तिमसम्म म यो भिडमा, जहाँ म अन्तिम हिजोसम्म म त्यही भिडमा थिएँ जहाँ पूर्जाको आकाशमा पूर्जाको लागि आकाशमा टोलाउँथे। आज म त्यो ठाउँमा पुगेको छु जहाँ पूर्जा लेखिँदैछ। मैले जितेर आएको दिन कैलाली क्षेत्र नम्बर 2 को आँखामा जुन आशाको चमक देखेको थिएँ सभापतिज्यू, जुन चमक हरेक नेपालीको अनुहारमा नल्याएसम्म मेरो यात्रा रोकिने छैन। म कसैको बुवाको पुस्तौंसम्म भोगसरण गर्दै आएर हुर्काएको आफ्नो आँगनको अनागरिक भएर मर्नुपर्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु। हामी राज्यको सम्पत्ति सक्नु होइन, वर्षौंसम्म लुटिएको जुन अस्तित्व छ त्यसलाई फिर्ता गर्न आएका छौँ। र म अन्तिममा भने हामी नेपाली जनताले दशकौंसम्म आफ्नो भोट तिनै नेतालाई झोलामा भर्यौं, जसले हाम्रो आँगनमा उभिएको रातो लाल पूर्जाको सपना बेच्यो। हामीले नेतालाई जिताएर सत्ताको कुर्सीमा पुर्यायौं, तर उनीहरू केवल राज्यको ढुकुटी र हाम्रो भरोसालाई स्वाहा पारे। अझ हाम्रो समय आएको छ, हाम्रो पनि त्यो माटो हो, तर त्यसको प्रमाण अझै कसैको कुर्सीको खुट्टा मुनि थिचिएर बसेको छ। राज्यको सम्पत्ति र जनताको आयु सक्ने यो खेल रासोपाको बालेन सरकारले सदाका लागि अन्त्य गर्नेछ। त्यसका निम्ति यो केपी खनाल माननीय भएर होइन, देशको सेवक भएर सधैँ उहाँहरूको अगाडि उभिनेछ। मैले यति अनुरोध गर्न चाहे। धन्यवाद।